दर्शकवृन्द, आज म हजुरहरूलाई कोदोको गिलो रोटी बनाउने तरिका बताउँदैछु। सर्वप्रथम आवश्यकता अनुसार यो फ्राई पनमा घिउ राख्ने, त्यसपछि राम्रोसँग मुछेको गिलो तरिकाले एउटा पेस्टी बनाएको कोदोको पिठो तयारी अवस्थामा छ। यसलाई यसरी नै पानमा फिजाउने। अर्कोपट्टिको चुलामा तरकारी अथवा सब्जी पाक्दै गरोस्। एकापट्टि केही पाकिसकेपछि अब अर्कोपट्टि फर्काउनु पर्ने हुन्छ। यसरी अर्कोपट्टि फर्काइयो। आवश्यकता अनुसार फेरि घिउ थप्न सकिन्छ। उतापट्टि तरकारी पनि चलाउँदै गर्नु पर्यो। तरकारी पाकिसकेको छ। रोटीलाई फेरि अर्कोपट्टि फर्काउने काम हुँदैछ। कृपया रोटी राम्रोसँग पकाउनुपर्छ र फेरि पनि अर्कोपट्टि फर्काएर राम्रोसँग पकाउनु पाक्दैछ। धुवा फाल्नका लागि चुलोको बटन दबाइएको अवस्था हो र रोटी राम्रोसँग पाकिसकेको छ। पाकिसकेको रोटीलाई एकछिन सेलाउन दिने। पाकिसकेको कोदोको रोटी अब खानालाई तयार भयो। यसमा आवश्यकता अनुसार चिनी, भेली आदि इत्यादि पनि राख्न सकिन्छ र तरकारी सब्जीसँग खान सकिन्छ। यसको स्वाद कस्तो छ भनेर म टेस्ट गर्दैछु। कति मिठो, यात्रा बा काट्टा है।